खोलाबाट गएको एकछिन न अलिक पर आधी बाटोसम्म बजाउ अब त गाना बजाउ केही हुँदैन यो चाहिँ हाम्रो भानु स्कुल है हामी पहिलामा पढेको स्कुल हामी चाहिँ यो स्कुलमा पढ्छौँ भानु स्कुल हेर्नु न अहिले तोरीहरू फुलेर आधी घन्टा पर्खमा पुगेर आइहाल्छु जाँदैछु म मेला जाँदैछु कि आधी घन्टा पर्खन म आइहाल्छु आधी बाटोमा पुगेछु भन यो कुकुर बसिराखेको तोरीहरू फुलेर यो चाहिँ लाउरेचोक हाम्रो स्कुल जाने बाटो यता चाहिँ बन्न पिस म यताबाट चाहिँ हाम्रो चाहिँ अहिले सुरुङ्गा छिट्टो निस्किन्छ नजिकै माई मेला गएको हामी चाहिँ हाम्रो पारी गाउँ भन्छ यसलाई जुके खाडी भन्छ है जुके खाडी साइड यो चाहिँ बन्न पिस हाम्रो जुके खाडी गएको बन्न पिस भाइहरू सुमन हेलो शिवानी 6जना सुबै पछाडि चाहिँ यहाँनिर सबै राखमा छ नि भाइहरू भिडियो गर्नु नि त्यताको मोबाइल उयो छ जमघाडी यहाँबाट यस्तो यहाँबाट जानु सक्नुहुन्छ तपाईँहरू कहाँ भ्याएको गइदिएको छ बाटो राम्रै छ बाटो राम्रै छ ओ यहाँनिर बाजेहरू हिँडिरहनु पर्छ नि होसिरी हिँडेर जान्थ्यौँ पहिला हामी मेला जाँदाखेरि यसरी हिँडेर जान्थ्यौँ मेलाहरू जानु हुँदैछ यहाँनिर हेर्नु हिँड्दै 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 यता छेउछाउकोहरू चाहिँ
जाने हो नि त शिवजी अङ्कल मेरो ज्याकेट यहीँ छ ल शिवजी अङ्कल मेरो ज्याकेट नि शिवजी अङ्कल मेरो ज्याकेट यहाँ छ है भरे आउँदा अन्त भरे आउँदा यहीँ छ अब हामी यहाँ पुग्छ तेह्रबाट मेरो दिँदै गर्नु म तँलाई दिन्छु हुँदैन त्यस्तो त कामै हुँदैन कति हो पैसा सर एउटा 100 रुपियाँ जान्छ ल यता दिदीहरू यहाँबाट दिदी अनि दादाहरू हाम्रो टोली हो नि त अनि म चाहिँ अब यसो भ्लकर हुनु परेन कहिले काहीँ त हिँड्नै जानुपर्छ यहाँ धेरै भ्लकर के हो थाहा छैन गाडी पनि फेरि जाम भएर कस्तो जानै दियो हो हामीलाई हिँड्दै पठाऊँ भने जङ्गलको छेउमा माघे मेला जहिले माघे मेला त यहीँ लाग्छ के शिवालाई लिएर जान्छु भन्दैछ भने यो चिम्टी होइन यो चिम्टी चाहिँ डिजाइन पार्नलाई यहाँ राख्नु ठ्याक्क होइन पारि आउनुपर्छ नि त यहाँ उनीहरूले बाटोमै क्याम्पस खोलेर क्याम्पस यहाँ त बाटो बनाउँदैछ कि त्यही भएर होइन यस्तो खल्टा खुल्टी छ नि त अब भोलिपर्सि पिच रोड बनिँदैछ यताउति हुन्छ होइन अब भने कति भन्नु मेला आइपुग्यौँ हामी चाहिँ यस्तो छ भाइहरू कता गयो ओइ गोपी सुभद्रा मेला चाहिँ कुकुर लबर कहाँ गयो अब दुईवटा हो फेरि मोदी चस्मा देखाइदियो मोदी चस्मा देखाउँदैन कपालसम्म सबै बिगारिदिन्छ न यिनीहरूले यस्तो किनौँ एउटा हेयरपिन यहाँ लगाइदियो त यहाँ भिडियो बनाएर अर्काको छ अङ्कल निकाल्दिनु न एउटा यस्तो फुलहरू चाहिँ होइन कति राम्रो राम्रो यो फुलको चाहिँ यस्तो माने एउटा किन्दै ल गोपी एउटा झुम्का किन्दै ल पैसा छैन हो बुढी अपुई नेट यो भने मैले सेवाबाट भने हालिदिने कि नेटै मसँग उयो सरुकोमा सरुसँग उयो छ त पुगिहाल्यो कति के किन्नु परेको यता छिटो छिटो यता झरी यो अप्ठ्यारो छ हाले कस्तो भिड हो गाछ के भन्छ
यहाँ चाहिँ दिदी चाहिँ यो लुगासँग म्याच हुने किन्न आँट्नु भएको छ। यस्तोहरू चाहिँ कति राम्रो हुन्छ नि। मेरो अलिक राम्रो छिटो त हेर्न। यो चाहिँ कति हो? होस् एकछिन छोड्छु नि। के भन्छ यहाँ चाहिँ दिदी चाहिँ यो लुगासँग म्याच हुने किन्न आँट्नु भएको छ। यस्तोहरू चाहिँ कति राम्रो हुन्छ नि। मेरो अलिक राम्रो छिटो त हेर्न। यो चाहिँ कति हो? होस् एकछिन छोडिदिनु ती। बौलाईहरू यहाँ कपी नआएको छन् यहाँ बौलाईहरू बौलाई बौलाई पैसा झिक्न किन्ने थम्मेल बजारमा भिडियो गरेको फेरि गार्खा ल आफ्नो आफ्नो भिडमा नि आफ्नो आफ्नो शीतल छ नि हो मलाई त गएको हाम्रो टोली आउँदा हुन्छ। म फोटो खिच्दै थिएँ यहाँ गल बन्द पनि पाइहाल्यो। सबैजना त्यता हुन्छ होइन। मान्छे घर जाँदैछौँ। यहाँ दोकान छ। हामी चाहिँ घर आइपुग्यौँ अब। के दिने मलाई? के दिन्छु? खै दिनु रे? 200 रुपियाँ दिनु। ल 800 लिएर आइदिनु।